हामी अहिले मुस्ताङमा छौँ, लोमान्थाङ जाने क्रममा छौँ। अहिले यो होटेलमा हामीले खाना खायौँ। आज एकदम ढिलो भयो खाना खान। हाम्रो गाडी यता छ, हाम्रो मदन सर यता हुनुहुन्छ। के छ मदन खबर? चिसो छ एकदम हावा चल्ने, एकदमै चिसो छ यहाँको मौसम। 10 बजे खानुपर्ने खाना 4 बजे खाइयो। एकदमै भिड एकदम रस छ आज, एकदमै थुप्रै आउनु भएको छ मान्छेहरू मुस्ताङ घुम्नको लागि, त्यही भएर पनि होला। यतापट्टि यस्तो नाङ्गो पहाड देख्न सक्नुहुन्छ तपाईँ, यस्तो छ है, पुरै निकै नै सुन्दर दृश्य छ यहाँ सक्नुहुन्छ। सुनजी कहाँ हो यो माथिका ती मन्दिर जस्ता के हुन् ती? स्वर्ग गए जस्तै स्वर्गीय मान्यौ राइस। हामी अहिले लोमान्थाङ जाँदैछौँ गाडीमा। अहिले हामी लोमान्थाङ आइपुगेका छौँ। कागबेनीबाट 4 घन्टाको यात्रामा, बाटो एकदमै अप्ठ्यारो रहेछ। साथीहरू निस्किँदैछन् यहाँ। लोमान्थाङ आयौँ हामी 4 घन्टामा कागबेनीबाट। बाटो एकदम अप्ठ्यारो, अप्रोच ग्राभेल, साह्रै गाह्रो भयो। र बाँकी कुरा तपाईँलाई म अहिले देखाउँदै गर्छु पछि। यी खच्चड देख्नु सक्नुहुन्छ यहाँ लोमान्थाङमा छौँ हामी अहिले। खच्चड दौडेको छ, घाम लागिसकेको छ। अब हामी ब्रेकफास्ट गरेर हामी कोरला बोर्डर जाँदैछौँ। अनि ब्याग यहाँ आउँछौँ, अनि फेरि लोमान्थाङ घुम्छौँ हामी। प्रभु बैङ्क प्रभु बैङ्क पनि देख्न सक्नुहुन्छ यहाँ अगाडि हामी बसेको होटेल एभरेस्ट गेस्ट हाउस यस्तो छ। घाम लागिसकेको छ, चिसो छ, सूर्योदय भइसकेको छ, देख्न सक्नुहुन्छ। घाम लागिसकेको छ, यस्तो छ यहाँको माहौल। लोमान्थाङमा हाम्रो दाजु यहाँ चाउचाउ खाँदै हुन्छ ब्रेकफास्ट बिहान। मिठो छ दाइ? थुक्पा मिठो छ। हाम्रो यहाँ साथीहरू पनि यता थुक्पा खाँदै हुनुहुन्छ। मदन कस्तो छ? कस्तो छ? मिठो छ? मिठो छैन? कोही मिठो छ भन्छ, कोही मिठो छैन भन्छ। त्यही पुरा खाँदै हुनुहुन्छ यहाँ है। हामी बसेको होटेल हो यो। यस्तो छ चिसो छ यहाँ। कोरला बोर्डर जाने क्रममा छौँ हामी। नाङ्गो हिमालहरू देख्न सक्नुहुन्छ। हिमालमा अलिअलि हिउँहरू टल्किएर पनि रहेछ, अलिअलि हिउँहरू टल्किरहेछ। एकदम पारिलो घाम लागिरहेछ। अहिले बिहान 8 बज्दैछ बिहानको। गाडीहरू टन्नै छन् कोरला बोर्डर जाने क्रममा। कन्टेनरहरू पनि छ सामान लिन जाने। यस्तो छ ल यहाँको दृश्य। नामडोक लोमान्थाङ रुरल म्युनिसिपालिटी। हाम्रो साथीहरू त छन्। ओहो कोरला बोर्डर जाने बाटो त रहेछ। हामीहरू अहिले कोरला बोर्डर आइपुग्यौँ। यता हिमाल देख्न सक्नुहुन्छ। यतापट्टि हाम्रो नेपालको एउटा अफिस पनि रहेछ यता। यी हाम्रो साथीहरू यता भिडियो खिच्दै हुनुहुन्छ। पारिलो घाम छ, यता पठार देख्न सक्नुहुन्छ पुरा। यता कोरला नाका, कोरला बोर्डर हो यो। फोटो खिच्नेहरूको भिडभाड लागिरहेछ। यी पुरा कन्टेनरहरू छ यहाँ सबै। अब यहाँ सामान लिन आएको
निकै नै भिडभाड छ। थुप्रै मान्छेहरू आउनु भएको छ घुम्नको लागि, देख्न सक्नुहुन्छ। पुरै यता फोटो खिच्न पनि बनाइरहेछ उतापट्टि, यस्तो छ। यतापट्टि चाइना पारी बिल्डिङ चाइनाको हो। हामी नेपाली भूमिमा छौँ अहिले। यतापट्टि पनि छ, फोटो खिच्नको लागि लाइन हो कि त्यो। यस्तो छ है, चिसो छ, एकदम चिसो छ यहाँ। तापक्रम -20 जस्तो छ, एकदमै चिसो स्याँड चलिरहेछ। ल ल ल फोटो भइरहेछ भिडियो फोटो पनि हुन्छ। यो पिलर मात्र हो नि, भने फोटो त त्यहाँ मेरो पालबाट राम्रो हुन्छ कि। यो चाहिँ जङ्गे पिलरमा चाहिँ फोटो खिच्नको लागि लाइन हो। यो लाइन बसिरहेको छौँ हामी अहिले जङ्गे पिलरमा, केरला बोर्डर। गइसक्यो मान्छे सबै, अब 3 बजे निक्लेछ। यो चाहिँ अब हाम्रो नेपालतर्फको टेन्टहरू हो। यहाँ हाम्रो चाहिँ मुस्ताङको चाहिँ मान्छेहरूले यहाँ टेन्ट गाडेर यहाँ पसल चलाइरहनु भएको छ, व्यापार व्यवसाय गरिरहनु भएको छ। यहाँ चौरी गाई पनि छ है, देख्न सक्नुहुन्छ। दाइ यता फोटो खिच्दै हुनुहुन्छ है। हाम्रो उता यो चाइना बोर्डर हो, उता यहाँ फोटो खिच्नेको लाइन छ, देख्न सक्नुहुन्छ। एकदम थुप्रो आन्तरिक पर्यटकले भरिभराउ छ मुस्ताङको कोरोला नाका। यो देखिएको यो कालीगढीको शिर हो, त्यो हिमाल देख्न सक्नुहुन्छ। हामी हिमालका माथि छौँ, यस्तो चिसो हावा चलिरहेको छ। हामी मुनि यहाँ आइस कडाक गरिरहेछ। उहाँले आइस ल्याउनु अब हामी त खाना खाएर यहाँको उपल्लो मुस्ताङको लोमानथाङ दरबार हेर्न जाँदैछौँ। साथीहरू अगाडि हुनुहुन्छ। यो गल्लीबाट जाँदैछौँ हामी लोमानथाङ दरबार हेर्न। यो एकदम पुरानो ठाउँ, ऐतिहासिक दरबार रहेको ठाउँ हो। यस्तो पनि छ। साथीहरू अगाडि सुन हो। मौसम निकै रमाइलो छ। यस्तो पसल पनि छ। यस्तो यो ठमेलकै झल्को दिने गरी देख्न सक्नुहुन्छ तपाईँले। यहाँ लोमानथाङ गाउँपालिका रहेछ यो रोयल प्यालेस। हामी लोमानथाङ दरबारभित्र छिर्दैछौँ। यो रोयल प्यालेस हो। यहाँ मुस्ताङी राजा बस्नुहुन्थ्यो पहिला, जिग्मी खेजर बिष्ट। रोयल प्यालेस
विशाल छ यो दरबार, प्राचीन दरबार हो यो, ऐतिहासिक। अनुमति बिना प्रवेश निषेध दिएको छ। सायद यो अहिले बन्द छ, यहाँभित्र अवलोकन चाहिँ गर्न पाउँदैन, यो बाहिरैबाट अवलोकन गर्ने हो यो दरबार। निकै पुरानो 700-800 वर्ष पुरानो दरबार रहेको छ यो। मुस्ताङ्गी राजाको दरबार हो यो। उपल्लो मुस्ताङ लोमानथाङ दरबार। थुप्रै साथीहरू यहाँ दरबार अवलोकन गर्दै हुनुहुन्छ। अहिले हामी लोमानथाङ दरबार घुम्दैछौँ र लोमानथाङ दरबार घुमेर अहिले हामी यता यहाँको चाहिँ पुरातात्विक महत्त्वका ठाउँहरू घुम्दैछौँ। थुप्सेन गुम्बा, O2 भ्यू टावर पनि रहेछ यता। एकदम प्राचीन ठाउँहरू छ यहाँ, हेर्न सक्नुहुन्छ। हामी के हो यो यस्तो चलेको ठाउँहरू छ। हाम्रो साथीहरू यहाँ फोटो सेसन गर्दैछन्, देख्न सक्नुहुन्छ यहाँ। कत्रो कत्रो थाम छ त यहाँ त। ओहो, गुम्बा हो यो। हामी अहिले लोमानथाङमा छौँ। यो दुध छ दामी। हामी अहिले यो गुम्बामा छौँ एउटा लोमानथाङमा। हाम्रो साथीहरू यहाँ फोटो सुट गर्दैछ। यो हाम्रो साथी मदन हो। हो लोमानथाङ दरबार। वाउ, दरबार त यसको आजभन्दा 800 वर्ष अगाडि बनेको दरबार यही हो। ढुङ्गाले सपोर्ट गरेर छ। पुरातात्विक विभागले अहिलेसम्म के गर्न नसकेको है, प्रमाणीकरण गर्न नसकेको। तर यो पुरातात्विक विभागले चाहिँ समर्थन गर्छ र भविष्यमा यो विश्व सम्पदा सूचीमा सूचीकरण गर्न चाहिँ। हामी अहिले यो लोमानथाङ घुम्दैछौँ। लोमानथाङ बजार, दरबार लगायत हामी यहाँ गुम्बा पनि रहेको छ। साथीहरू त आउँदै हुनुहुन्छ। लोमानथाङ सङ्ग्रहालय पनि रहेछ यहाँ एउटा लोमानथाङमा है। हामी यता यस्तो छ है, लोमानथाङ घुम्दैछौँ। निकै नै कलात्मक घरहरू, पुरानो घरहरू
देख्न सक्नुहुन्छ। गाउँ कार्यपालिका कार्यालय लुमानथाङ मुस्ताङ 2073 त्यस्तो रहेछ, देख्न सक्नुहुन्छ। यस्तो छ, यस्तो छ। यो राम्रो अप्पर मुस्ताङको यात्रामा छौँ। हामी अप्पर मुस्ताङ घुमेर अब यता मुक्तिनाथतर्फ फर्काउँदैछौँ जमसम। देख्न सक्नुहुन्छ सुन्दर दृश्य, यता हिमाल हाँसेको देख्न सक्नुहुन्छ तपाईँ, सुन्दर हिमालका चुचुराहरू। थुप्रै आन्तरिक पर्यटकले भरिभराउ रहेको छ यति बेला मुस्ताङ। हामी आएको वर्ष हो यो। हामी अब यता गुफातर्फ जाँदैछौँ। गुफा चाहिँ कता हो? खोइ यही हो क्या गुफा? मदन त्यो खोला पारी हो क्या हो? त्यो के फिल्मको सुटिङ गरेको थियो नि, के प्रेम गीत कि के को? त्यही जस्तो छ यार। कस्तो हावा छ यार। यता अगाडि हुनुहुन्छ, त्यसैले मदन पनि अगाडि चाहिँ यहाँ गुफा हेर्न जाँदैछौँ हामी। यहाँ हामी यो मुस्ताङ अप्पर मुस्ताङ गएर अहिले हामी तल्लो मुस्ताङ आइसकेका छौँ। गुफा देखिन्छ, गुफा देखिन्छ यता अगाडि। हामी यो कालीगण्डकीको किनारमा गुफा हेर्दैछौँ यहाँ आएर साथीहरू। कस्तो हावा चलिरहेको छ यहाँ, यस्तो छ यता पहाड, अजङ्गको पहाड छ। देख्न सक्नुहुन्छ यहाँ एकजना व्यक्ति यहाँ कालीगण्डकीको किनारमा यहाँ शालिग्राम खोजिरहेको छ। यहाँ ढुङ्गा फुटाएर शालिग्राम खोजिरहेको छ। ल हेर्नुहोस्, हेर्न सक्नुहुन्छ तपाईँले। ढुङ्गा बलियो हुन्छ, कमजोर कहाँ हुन्छ ढुङ्गा? त्यसैले त ढुङ्गाको जस्तो मन भन्छन्। ल हेर्नुहोस् यहाँ शालिग्राम खोजेको, शालिग्राम सबै फुट्यो, सबै फुट्यो। भेट्यो छैन। निकै सुन्दर दृश्य रहेको छ। हामी मुस्ताङमा छौँ। हाम्रो साथी यहाँ मदन अगाडि अगाडि हुनुहुन्छ। हेलो मदन, के छ खबर? कस्तो लागिरहेछ मुस्ताङ? जिन्दगी साह्रै कठिन रहेछ। हावा चलेर भन्न सकिँदैन। चिसो बेतोड, यति त गोली भन्दा पनि फास्ट हावा आउँछ यहाँ। ल
तिसले भिलेज 30 मिनट भनेको छ। हामी चाहिँ अब यो पुलबाट यता जान्छौँ, अगाडि बढ्दैछौँ हामी। अब हावा एकदम बेसमा चढिरहेको छ, एकदम चिसो स्याट यहाँ चिसो एकदम छ। यो थुप्रो साथीहरू फोटो खिचिरहनु भएको छ, तपाईँले देख्न सक्नुहुन्छ। यी हाम्रो साथी अगाडि छ यहाँ। मोबाइल खसाउला मान्छेले ढक्का मुक्का गरे नि मोबाइल खस्छ। जस्तो तिम्रोमा सङ्गलो बगेको जस्तो